दर्शकवृन्द नमस्कार। आज पनि हामी यहाँहरूले खोज्नु भएको जस्तै एउटा भिडियो लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छौँ। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमै रहेको बेल आइकनलाई पनि दबाइदिनु होला। गुल्मीमा जन्मेका ओम प्रकाश अर्याल संवैधानिक कानुन र मानव अधिकार क्षेत्रमा परिचित नाम हो। 48 वर्षीय ओम प्रकाश 25 वर्षदेखि वकालतमा सक्रिय छन्। संवैधानिक कानुन व्यवसायी मञ्चका वर्तमान अध्यक्ष समेत रहेका उनी सार्वजनिक सरोकारका मुद्दादेखि मानव अधिकार र न्यायका मुद्दामा लामो लडाईँ लड्दै आएका छन्। गुल्मीको अमरपुर गाउँपालिकामा जन्मिएका उनी उच्च शिक्षाका लागि काठमाडौँ आएका थिए। अध्ययन सकिएपछि अर्यालले मानव अधिकार आयोगमा लामो समय कानुनी सल्लाहकार रहेर काम गरेका थिए। संवैधानिक कानुन व्यवसायी मञ्चको सदस्य हुँदै अध्यक्ष समेत भएका उनले अधिवक्ता पुन देवी महर्जनसँग विवाह गरेका थिए। वकालत पेसामै संलग्न उनकी श्रीमती हाल सर्वोच्च बार एसोसिएसनकी सहकोषाध्यक्ष छिन्। उनीहरूको ल क्याम्पसमा पढ्दा नै भेट भएको थियो। उनीहरूका एक छोरा समेत छन्। अर्याल तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध खरो भएर मैदानमा उत्रिएका थिए। लोकमान सिंह कार्की प्रकरण, संवैधानिक आयोगमा भएका नियुक्ति, गिरीबन्धु टी स्टेट प्रकरण, प्रतिनिधि सभामा विघटन अर्यालले लिड गरेका चर्चित PIL मुद्दा हुन्। कुनै समय राष्ट्रिय मानव अधिकार आयोगमा अधिकृतको जागिरे समेत रहेका उनी सार्वजनिक सरोकारका मुद्दामा सधैँ पीडित र अन्यायमा परेका मानिसहरूको तर्फबाट कानुनी प्रतिरक्षामा उभिँदै आएका थिए। तर उनलाई चिनाउने मुद्दा भने लोकमान सिंह कार्की प्रकरण नै हो। कुनै समय एमालेको कानुन विभागमा रहेका उनी त्यसबाट अलग भएर एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचकमा रूपान्तरण भएका थिए। विशेष गरी प्रतिनिधि सभा विघटनका 2 मुद्दा र 52 पदाधिकारीको मुद्दालाई लिएर उनी एमालेको आलोचनाको निशानामा परेका थिए। 2069 सालमा खिलराज रेग्मी प्रधान न्यायाधीशबाट राजीनामा नदिइकन मन्त्री परिषद अध्यक्ष हुन गए पनि अर्यालले अधिवक्ता चन्द्रकान्त ग्यावालीसँग मिलेर रिट हालेका थिए। खिलराज रेग्मीकै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीलाई नियुक्त गरेको थियो। भ्रष्टाचारको अभियोग लागेका र विवादास्पद छवि भएका कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने जिकिर गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटको अन्तरिम फैसला हालको प्रधानमन्त्री सुशीला कार्की प्रधान न्यायाधीश बनेको बेला भएको थियो। प्रधान न्यायाधीश कार्कीको नेतृत्वको इजलासले सो रिटको अन्तरिम फैसला गर्दै अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर गरिएको थियो। पछिल्लो समय उनी जेनजी पुस्ताले गरेको आन्दोलनपछि आन्दोलनकारी सेना र राष्ट्रपति बीच कुराकानीमा सक्रिय देखिएका थिए। साथै सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गर्ने क्रममा पनि उनी राष्ट्रपतिसँग वार्तामा संलग्न रहेका थिए। कार्की प्रधानमन्त्री भएपछि पनि महान्यायाधिवक्ता तथा मन्त्रीहरूको नियुक्तिमा अर्यालले सहयोग गरिरहेका थिए। उनै ओम प्रकाश अर्याल अधिवक्ताबाट अहिलेको संवेदनशील राजनीतिक घडीमा 2वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका छन्। सरकारका विवादास्पद निर्णयलाई प्रश्न गर्दै न्याय प्रक्रिया मार्फत सच्याउन भूमिका खेलेका अर्याललाई न्याय क्षेत्रमा कतिपयले प्रशंसा र कतिले आलोचना पनि गर्छन्। तारिफ र आलोचनाकै बीचमा अर्याल अहिलेको सङ्कटग्रस्त समयमा गृह र कानुन मन्त्री बनेका छन्। लामो समयदेखि काठमाडौँ महानगरपालिकामा मेयर बालन शाहका कानुनी सल्लाहकार समेत रहेका अर्याल हालै मात्र रूपन्देहीको उपनिर्वाचनमा सक्रिय हुने चाहनाका साथ जिम्मेवारीबाट अलग भएका थिए। चुनाव जितेर सांसद बन्ने चाहना राखेका अर्यालले मन्त्री बन्नका लागि निर्वाचन जित्नै परेन। तर सङ्कटग्रस्त समयमा गृह र कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका उनले 6 महिनामा चुनाव गराउन भूमिका खेल्नुपर्नेछ। दर्शकवृन्द, भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला। भिडियोलाई लाइक, सेयर गरेर साथ दिनुहोला। अहिलेलाई भने बिदा चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।